नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई एउटा नयाँ एक्सेलको नयाँ एउटा फर्मुला सिकाउन गइरहेको छु। आज म सिकाउँदै छु तपाईहरुलाई किस्ता कसरी क्याल्कुलेट गर्ने, इन्स्टलमेन्ट हामीले इएमआई क्याल्कुलेट गर्ने भनेर भन्छौं। जस्तो कुनै एउटा अमाउन्टको सर्टेन अमाउन्ट हामीले लोन दिएका छौं या लिएका छौं, जे भन्दा पनि हामीले एउटा दिएकै मानौं, हामीले एउटा लोन दिएको छौं। यसको एउटा ब्याज दर छ। त्यो ब्याज दरले कति वर्ष भित्रमा, जस्तो हामीहरूले सपोज मानिलिगौँ अहिले मैले यहाँ चढाउँछु 2 लाख रुपैयाँ। 2 लाख रुपैयाँ कसैलाई ऋण दिएको छु। त्यसको ब्याज दर पर्छ तपाईको 9%। मैले 9% भनेर लेखेँ यहाँनिर। र कति समयको लागि हामीले त्यसलाई ऋण दिएको हो। जस्तो 2 लाख रुपैयाँ, यो 2 लाख रुपैयाँ 9% को दरले कति समयको लागि, त्यो इयरमा हुनुपर्छ। जस्तो मैले यहाँनिर मन्थ लेखेर अर्को एउटा छुट्टै टेबल बनाएको छु, तपाईले यहाँ देख्न सक्नुहुन्छ। यसमा मैले यो मन्थ, पीपीएमटी, आईपीएमटी, पीएमटी र ब्यालेन्स राखेको छु। मैले यसमा 12 वटा महिना राखेको छु है। 12 वटा महिना भएको भएर मैले यो पिरियडमा इयरमा राख्नुपर्ने भएको भएर म 1 इयर राख्छु। तर जति पनि राख्न सकिन्छ, हामीले केही समस्या हुँदैन। मैले यहाँ छुट्टै तपाईहरुलाई किस्ता मात्र नभइकिन त किस्तामा हामीले तिर्दाखेरि कति हामीले तिरेको सर्टेन एउटा अमाउन्ट किस्ता त आउँछ यहाँनिर तपाईको एन्सरमा मन्थली। त्यसमा हामीले कति ब्याज बुझाएका हौं, कति हामीले सामा बुझाएका हौं भनेर निकाल्नको लागि यो पीपीएमटी, आईपीएमटी र पीएमटी भनेर तीनटा एउटा कोलम बनाएको छु। तपाईले देख्न सक्नुहुन्छ। यो पीपीएमटी भनेको हामीले तिरेको पेमेन्टमा प्रिन्सिपल भनेको सामाको भाग कति छ। आईपीएमटी भनेको तपाईको इन्ट्रेस्ट पोर्सन, हामीले यो तिरेको जुन किस्ता तिर्छौं, त्यो किस्तामा हाम्रो ब्याजको भाग कति छ भनेर हामीले आईपीएमटीमा क्याल्कुलेट गर्छौं भने यो पीएमटी भनेको पीपीएमटी सामा र ब्याज दुटै जोडेर हामी यो पीएमटी निकाल्न सक्छौं। र कति पैसा बाँकी छ ब्यालेन्स अब भनेर ब्यालेन्स हामी यहाँ क्याल्कुलेट गर्छौं। तपाईले यहाँ देख्नुहुन्छ मैले 2 लाख रुपैयाँको 9% ब्याज दरको दरले मैले 1 वर्ष राखेँ है। मैले किन 1 वर्ष राखेँ भनेर तपाईहरुलाई भनिसकेको छु, किनभने मैले 12 वटा महिनाको छुट्टा छुट्टै हिसाब गर्न खोजिरहेको छु। त्यसले गर्दाखेरि 12 वटा महिना भनेको 1 वर्ष। 1 वर्ष मैले यसमा चढाउने बित्तिकै तपाईहरुले यहाँ एन्सर सबै पाउन सक्नुहुन्छ, किनभने मैले सबमा फर्मुला लगाएर नै राखेको छु। यसलाई इन्टर गर्ने बित्तिकै तपाईले देख्न सक्नुहुन्छ। 2 लाख रुपैयाँको 9% ब्याज दरको दरले 1 वर्षभित्रमा उसले पैसा तिर्छु भनेर भन्यो भने उसले हामीले हप्ता हप्तामा पैसा उठाउँदाखेरि विकली हाम्रो तपाईको हप्ता हप्तामा किस्ता उठायौं भने 4025 रुपैयाँ 15 पैसा पर्छ। हामीले प्रत्येक महिना पैसा उठाउँछौं किस्ता भन्ने तरिकाले हामीले उसलाई दिएको छौं भने प्रत्येक महिना हामीले 17490 रुपैयाँ 30 पैसा किस्ता उठाउनु पर्ने हुन्छ। यो ब्याज र सामा सहितको हो भने अब 1 वर्षपछि एकैचोटी लिन्छु भन्दाखेरि 2,18,000 रुपैयाँ हामीले पैसा उठाउनु पर्ने हुन्छ उसँग। यसमा तपाईले देख्न सक्नुहुन्छ पहिलो महिना, जस्तो यो मैले यो तपाईलाई देखाउँदै छु अहिले। पहिलो महिनामा उसले उसले प्रत्येक महिना तिर्ने किस्ता, यो मैले मन्थली गरेको भएको भएर प्रत्येक महिना उसले तिर्ने किस्ता त हामीलाई 17,490 रुपैयाँ 30 पैसा नै हो, किनभने यही पैसा हो प्रत्येक महिना उसले तिर्ने। त्यसमा पनि हामीले देख्न सक्छौं उसले पहिलो महिना तिरेको 17,490 रुपैयाँमा 15,990 रुपैयाँ 30 पैसा उसले हामीलाई के बुझाएको हो त, सामा बुझाएको हो। अनि 1500 रुपैयाँ उसले हामीलाई के बुझाउँछ, ब्याज बुझाउँछ। यो दुईटा जोड्दाखेरि तपाईको यति आउने भयो। र पहिलो महिनाको किस्ता भुक्तान गरिसकेपछि उसको अझै पनि ब्यालेन्स 1,84,009 रुपैयाँ 70 पैसा बाँकी रहन्छ भने अन्तिम किस्ता 12औं किस्ता, किनभने 1 वर्षको हो नि त, त्यही भएर 12औं किस्ता उसले पे गरिसकेपछि उसँग हामीले लिनुपर्ने ब्यालेन्स के छ त, 0 भनेको अब उसको हामीले उठाउनु पर्ने पैसा सक्यो भन्ने हुन्छ। यो कसरी गर्न सकिन्छ त भन्ने कुराको म तपाईहरुलाई यहाँ बुझाउँदै छु है त। ल यो मैले चलाइसकेको छु। म तपाईहरुलाई पहिला यो इएमआई क्याल्कुलेट गर्न सिकाउँछु, पछि यो प्रिन्सिपल अनि इन्ट्रेस्ट अमाउन्टहरु निकाल्न सिकाउँछु। यसलाई मैले खाली बनाइदिएँ र यतापट्टिको नि मैले सबै यसलाई हटाएर म खाली बनाइदिन्छु है त। यो विकली मैले अहिले किस्ता निकाल्दै छु, तर केको निकाल्दै छु त, हप्ताको निकाल्दै छु है। हप्ताको किस्ता हामीलाई निकाल्नु पर्ने छ भने फर्स्ट अफ अल हामीले इक्वल टु गर्ने, फर्मुलाको लागि एक्सेलमा हामीले इक्वल टु हान्नु पर्छ। र यो हामीले इएमआई क्याल्कुलेट गर्नको लागि एउटा फर्मुला छ, पीएमटी भन्ने फर्मुला छ। यो पीएमटी भन्ने फर्मुलालाई हामी युज गर्छौं र ब्राकेटलाई ओपन गर्छौं।
ब्राकेट ओपन गरिसकेपछि यसले चाहिँ हामीलाई रेट भनेको छ हेर्नुहोस् है, हामीले हामीले चाहिँ यो जुन स्ट्रक्चर छ फर्मुलाको यहीबाट पनि बुझिन्छ कि यो रेट भनेको छ, रेट भनेको त ब्याज दर इन्ट्रेस्ट रेट भनेको चाहिँ कति प्रतिशत हो, हाम्रो 9% हो। अब यहाँ 9% लेख्न त मिलेन है, हामीले चाहिँ के गर्छौँ त, यहाँनिर यो 9% भएको चाहिँ सेललाई जुन यो 9% हामीले कहाँ टाइप गरेको छौँ त, C को 3 मा टाइप गरेको छौँ, यसलाई हामी C3 भनेर लेख्छौँ। अनि त्यसपछि गएर यो C3 त 1 वर्षको हो नि त, यो 9% ब्याज दर त हामीले 1 वर्षमा बुझाउने हो नि त, तर हामीलाई किस्ता त के को निकाल्नु छ, अहिले 1 हप्ताको निकाल्नु छ। 1 हप्ताको निकाल्नु पर्ने छ भने यो 1 वर्षलाई 1 हप्ताको रेटमा हामीले चाहिँ कन्भर्ट गर्नु पर्यो। यो 1 वर्षको हो, अब हामीलाई केमा चाहियो, 1 हप्तामा चाहियो भने डिभाइड बाई हामी के गरिदिन्छौँ त 52, किनभने मैले माने कि 1 वर्षमा 52वटा के हुन्छ त हप्ता हुन्छ भनेर मैले माने है त। कमा, अब कमा गरिसकेपछि यान पर भनेको तपाईँको चाहिँ नम्बर अफ पिरियड भनेर भन्छ, तपाईँको कति वर्ष हो, कति वर्षको लागि हामीले चाहिँ उसलाई दिएको हो त 1 वर्षको लागि। यो टाइम चाहिँ हामीले कहाँ लेखेको छौँ अहिले, C को 4 मा छ, हामी C4 लेख्छौँ। र यो त फेरि 1 वर्षको हो नि त, यो 1 वर्षको हो, यो हामीलाई त के को चाहिएको छ, 1 हप्ताको चाहिएको छ। 1 हप्ताको यो वर्ष हो, यसलाई हप्तामा कन्भर्ट गर्नु पऱ्यो भने मल्टिप्लाई 52 गर्ने है। अब तपाईँहरूले यहाँनिर एउटा कुरा चाहिँ के बुझ्नुहोस् भन्दाखेरि, यो रेट छ नि, रेटलाई चाहिँ जहिले पनि डिभाइड गर्ने अनि टाइमलाई चाहिँ के गर्ने त हामीले मल्टिप्लाई गर्ने, यति कुरा बुझ्नुभयो भने तपाईँलाई सजिलो हुन्छ। यो रेटलाई डिभाइड गर्नुपर्छ, टाइमलाई के गर्नुपर्छ मल्टिप्लाई गर्नुपर्छ भनेर बुझ्नुहोस् है त। अब कमाइ गरिसकेपछि पीबी भनेको प्रेजेन्ट भ्यालु, अहिले चाहिँ हामीसँग कति हो, अहिलेको पैसा चाहिँ कति हो त 2 लाख रुपियाँ हो नि त, अहिलेको पैसा त लोन एमाउन्ट त 2 लाख रुपियाँ हो नि त। आज त हामीले उसलाई कति पैसा दिएको, 2 लाख रुपियाँ दिएको हो। यो पीबी भनेको चाहिँ अहिलेको हाम्रो प्रेजेन्ट भ्यालु, यो चाहिँ कहाँ छ हामीसँग C को 2 मा छ, हामी C2 लेख्न सक्छौँ। र यसलाई ब्राकेटलाई क्लोज गर्ने, ब्राकेटलाई क्लोज गरिसकेपछि इन्टर गर्ने, इन्टर गरेपछि तपाईँ देख्न सक्नुहुन्छ उसले चाहिँ मासिक भन्न आयो, हप्ताको निकालेको छौँ अहिले हामीले। हप्ताको उसले कति बुझाउनु पर्छ त 4025 रुपियाँ 15 पैसा चाहिँ किस्ता बुझाउनु पर्छ। यो तपाईँको माइनसमा आएको भएर चाहिँ यो ब्राकेटभित्र आएको हो। तपाईँले यसलाई प्लसमा नै, यो एन्सरलाई प्लसमा नै निकाल्न चाहनुहुन्छ भने चाहिँ तपाईँले यहाँनिर गएर अगाडिपट्टि नै -PMT लेख्न सक्नुहुन्छ। -PMT लेख्नु भने प्लसमा आउँछ, यसरी तपाईँको त्यो ब्राकेटभित्र आउँदैन यो। अब हामीले यसरी नै मन्थली निकाल्नु पर्ने भयो भने पनि इक्वल टु गर्ने, इक्वल टु फेरि मैले -PMT गरेँ यसलाई प्लसमा निकाल्नको लागि, अनि ब्राकेट ओपन गरेँ। रेट भनेको हामीसँग C3 मा छ, C3, अनि हामीलाई के को चाहिएको छ, मन्थको चाहिएको छ। मन्थ भनेपछि डिभाइड बाई के गर्नु पऱ्यो 12 है। अघि हप्ताको चाहिँदाखेरि चाहिँ हामीले के गर्यौँ, डिभाइड बाई 52 गऱ्यौँ, किनभने 1 वर्षमा 52वटा हप्ता हुन्छ भनेर हामीले त्यो रेटलाई चाहिँ के गर्यौँ त 52ले डिभाइड गरेको थियौँ भने, अहिले चाहिँ हामीले चाहिँ 1 वर्षमा 12वटा महिना हुन्छ भनेर रेटलाई चाहिँ यो 9% चाहिँ 1 वर्षको हो, यसलाई त 1 महिनामा लाग्नु पऱ्यो नि त। 1 महिनामा लाग्दाखेरि चाहिँ हामी डिभाइड बाई 12 गरिदिउँ, कमा, अनि गएर फेरि टाइम भनेको 1 वर्ष हेर्नुहोस् त, यहाँ 1 वर्षको लागि यो चाहिँ कहाँ छ, C को 4 मा छ, C4 मल्टिप्लाई 12 गर्ने है। मैले अघि पनि भने तपाईँले चाहिँ रेटलाई चाहिँ डिभाइड गर्नुहोस् होइन, टाइमलाई चाहिँ के गर्नुहोस् त मल्टिप्लाई गर्नुहोस् है। अनि केले डिभाइड गर्ने केले मल्टिप्लाई गर्ने भन्ने हुन्छ नि त। जस्तो मन्थको निकाल्नु छ भने 1 वर्षमा कतिवटा महिना भयो त 12वटा महिना भयो है। 12ले के गर्यो डिभाइड गर्यो, 12ले नै के गर्यो हामीले मल्टिप्लाई गर्यो है। अब कमा गरिसकेपछि पीबी प्रेजेन्ट भ्यालु भनेको हामीसँग C2 मा छ, ब्राकेटलाई क्लोज गरेर इन्टर गरेपछि देख्नुहुन्छ उसले चाहिँ मासिक किस्ता बुझाउँछु भन्यो भने चाहिँ कति बुझाउनु पर्यो त 17,490 रुपियाँ 30 पैसा बुझाउनु पर्यो। एनुअली भनेको तपाईँको 1 वर्षको हो, 1 वर्षपछि नै भुक्तान गर्छु, एकैचोटि 1 वर्षमा भुक्तान गर्छु भन्यो भने चाहिँ इक्वल टु तपाईँले चाहिँ फेरि -PMT ब्राकेट ओपन गर्ने, हामीसँग रेट भनेको 9% 1 वर्षको हो, 1 वर्षकै निकाल्नु छ, केले डिभाइड मल्टिप्लाई केही गर्नु परेन, कमा गर्ने। फेरि टाइम पनि हामीसँग केमा छ त C4 मा छ, C4 पनि 1 वर्ष नै हो, त्यही भएर यसलाई चाहिँ हामीले निकाल्नु पनि 1 वर्षमै निकाल्नु छ, त्यही भएर यसलाई पनि हामीले चाहिँ डिभाइड गर्नु परेन, कमा प्रेजेन्ट भ्यालु भनेको 2 लाख रुपियाँ। 2 लाख रुपियाँको चाहिँ हामीले चाहिँ 1 वर्षको 9% ब्याज दरको दरले चाहिँ दियौँ भने एकैचोटि चाहिँ हामीले पेमेन्ट कति उठाउनु पर्छ 2,18,000 रुपियाँ उठाउनु पर्छ, किनभने तपाईँको चाहिँ 1 लाखको चाहिँ यो हामीले यसलाई चेन्ज गऱ्यौँ भने यहाँ चेन्ज पनि हुन्छ है। तपाईँ देख्न सक्नुहुन्छ 1 लाख रुपियाँ
1 लाखको छ भने चाहिँ कति भयो त 9% ब्याज दरको दरले 1 वर्षको चाहिँ 1,09,000 रुपियाँ भयो है। 9% को दरले हुने भयो यो। अब यो रेट बढ्यो भने यहाँ पनि बढी नै हाल्छ। मैले चाहिँ अहिले कति गरेको छु 2 लाखको गरेको छु। ल 2 लाख भयो, तपाईँको यहाँ देख्न सक्नुहुन्छ है। अब यो पिएमटी हेर्नुहोस् त, यो पिएमटी भनेको हामीले पहिलो महिना हामी त प्रत्येक महिना के गर्छौँ, प्रत्येक महिना चाहिँ यो अब चाहिँ म मन्थमा गएँ है। हामीले प्रत्येक महिना के गर्छौँ त, प्रत्येक महिना 17,490 रुपियाँ 30 पैसाको दरले चाहिँ उसलाई पेमेन्ट गर्छौँ, या हामी पेमेन्ट उठाउँछौँ भनौँ न। यसलाई हामी चाहिँ पेमेन्ट चाहिँ कलेक्सन गर्छौँ। त्यो हामीले कलेक्सन गरेको 17,490 रुपियाँ 30 पैसामा चाहिँ कति पैसा चाहिँ सामा हो, कति पैसा ब्याज हो त नि। हामीले चाहिँ कति पैसा सामा उठाएको हो, कति पैसा ब्याज उठाएको हो भनेर यो पिपिएमटीमा चाहिँ प्रिन्सिपल पोर्सनलाई क्यालकुलेट गर्छौँ भने आइपिएमटीमा चाहिँ इन्ट्रेस्ट पोर्सन भनेको तपाईँको चाहिँ ब्याजलाई क्यालकुलेट गर्छौँ है। तपाईँलाई म देखाउँछु यहाँनिर। यसलाई हामीले चाहिँ इक्वल टु गर्ने, इक्वल टु गरिसकेपछि यसलाई पनि मैले माइनस नै गरेँ अहिले है, माइनस पिपिएमटी गरेँ, किनभने मैले प्लसमा एन्सर निकाल्न खोजिरहेको छु। ब्राकेटलाई ओपन गरेँ, ब्राकेटलाई ओपन गरिसकेपछि यसले रेट भन्छ। रेट भनेको त हाम्रो कुन हो त फेरि, यही 9% हो। यो त कहाँ छ, हामीसँग सीको 3 मा छ, C3। अनि यो रेट त फेरि 1 वर्षको हो। यसलाई डिभाइड बाई के गर्छौँ, 12 गर्छौँ, अनि गएर कमा गर्छौँ। कमा गरिसकेपछि यहाँनिर हेर्नुहोस् त पर आइरहेछ नि। पर भनेको चाहिँ हामीले कुन महिनाको कुन महिनाको चाहिँ हिसाब गर्दैछौँ अहिले, यो सावा चाहिँ कुन महिनाको हिसाब गर्दैछौँ, प्रिन्सिपल अमाउन्ट चाहिँ पहिलो महिनाको। पहिलो महिना भनेको फर्स्ट मन्थको है। यो फर्स्ट मन्थ हामीले 1 नम्बर कहाँ टाइप गरेका छौँ, F को 3 मा टाइप गरेका छौँ, यो F3 भयो है। अनि कमा गर्नु होला, कमा गरिसकेपछि एन पर भनेको टाइम पिरियड, कति पिरियड हो, टोटल पिरियड चाहिँ कति हो त 1 वर्ष हो नि त। यो टाइम चाहिँ कहाँ छ, हामीसँग सीको 4 मा छ, C4 गर्छौँ। अनि फेरि यो 1 वर्ष भएको भएर मल्टिप्लाई के गर्छौँ हामी, 12 गर्छौँ, किनभने महिनामा कन्भर्ट गर्दैछौँ हामीले है, महिनामा निकाल्दैछौँ नि त अहिले। अनि कमा गरिसकेपछि प्रेजेन्ट भ्यालु भनेको चाहिँ कुन भयो त, लोन अमाउन्ट हाम्रो चाहिँ C2 मा छ, C2 भयो। ब्राकेट क्लोज गर्ने, ब्राकेट क्लोज गरेर इन्टर गर्ने हो। इन्टर गर्दाखेरि तपाईँको के हुन्छ, यहाँनिर पहिलो महिना उसले बुझाएको चाहिँ 17,490 रुपियाँ 30 पैसामा कति रहेछ सामा चाहिँ 15,990 रुपियाँ 30 पैसा चाहिँ उसले के बुझाएको रहेछ, सामा बुझाएको रहेछ है। अनि गएर आइपिएमटी भनेको उसले टोटल कति चाहिँ हामीलाई चाहिँ ब्याज बुझाएको रहेछ त भनेर हेर्नुपर्ने भयो भने इक्वल टु, अनि फेरि मैले माइनस नै गरेँ, माइनस आइपिएमटी गरेँ, ब्राकेटलाई ओपन गरेँ। ब्राकेटलाई ओपन गरिसकेपछि रेट, रेट भनेको कुन भयो फेरि, यही इन्ट्रेस्ट रेट 9%। यसलाई चाहिँ हामीले के गर्ने, डिभाइड बाई 12, किनभने मन्थमा कन्भर्ट गऱ्यौँ। कमा पर भनेको कुन महिनाको, पहिलो महिनाको। कहाँ छ यो महिना चाहिँ हामीसँग F को 2 मा छ, सरी F को 3 मा छ, F3। अनि गएर कमा गर्ने, एन पर भनेको टाइम पिरियड है। टाइम पिरियड चाहिँ कति हो त, 1 वर्ष। हेर्नु त 1 वर्ष कहाँ छ, सीको 4 मा छ। यसलाई चाहिँ फेरि हामी के गर्छौँ, मल्टिप्लाई 12 गर्छौँ, मन्थमा कन्भर्ट गर्छौँ। कमा प्रेजेन्ट भ्यालु भनेर चाहिँ कहाँ छ त, पिबी, सीको हामीसँग 2 मा छ, C2। यसलाई ब्राकेट क्लोज गरेर इन्टर गर्छौँ। हेर्नुहोस् त उसले चाहिँ टोटल पेमेन्ट चाहिँ कति गर्ने हो हामीलाई, इक्वल टु गरेँ मैले यसलाई। अनि गएर यो उसले तिर्दाखेरि त प्रिन्सिपल पनि तिर्ने, अनि गएर चाहिँ इन्ट्रेस्ट पनि तिर्ने हो नि त। त्यही भएर प्रिन्सिपल अमाउन्ट चाहिँ कहाँ छ हाम्रो, हेर्नु जीको कहाँ छ त, 3 मा छ, G3। अनि गएर प्लस, अनि गएर यो इन्ट्रेस्ट अमाउन्ट चाहिँ कहाँ छ, एचको 3 मा छ, S3। हेर्नुहोस् त एचको, अनि कहाँ छ यो 3 मा छ नि त, S3। इन्टर गऱ्यो भने उसले कति पैसा बुझायो हामीलाई, 17,490 रुपियाँ बुझायो। हेर्नुहोस् त 17,490 रुपियाँ 30 पैसा बुझायो नि त। किस्ता चाहिँ त्यति नै आयो, तर बुझाएको कति रहेछ उसले हामीलाई, सामा चाहिँ 15,990 रुपियाँ 30 पैसा बुझाएको रहेछ। अनि गएर ब्याज चाहिँ कति बुझाएको रहेछ त, 1,500 रुपियाँ चाहिँ उसले हामीलाई ब्याज बुझाएको रहेछ है। अब एउटा यहाँनिर मैले यसलाई यसरी ताने भने हामी जनरली कुनै पनि एक्सलमा फर्मुला हानिसकेपछि यसरी ड्र्याग गर्छौँ नि त। यसरी ड्र्याग गर्दाखेरि तपाईँको आउने एन्सर छ नि, यो त अन्त त मिलिरहेको हुन्छ, यहाँ चाहिँ मिल्दैन। हेर्नुहोस् यस्तो आउँछ, किन भन्दाखेरि हामीले यसलाई जब ड्र्याग गर्छौँ, ड्र्याग गर्दाखेरि यो फर्मुला छ नि, फर्मुलामा हामीले चाहिँ यो C3 अनि F3 C4 C2 भनेर जुन टाइप गरेको थियौँ नि, यो के हुन्छ, चेन्ज हुँदै आउँछ नि त। यो C14 मा पुग्यो, अनि F14 मा पुग्यो, C15 मा पुग्यो, C13 मा पुग्यो। यो त यहाँनिर तपाईँको भ्यालु कुनै पनि हुँदैन। त्यही भएर हामीले चाहिँ यसलाई के गर्छौँ त भन्दाखेरि यो C3 लाई फिक्स गर्छौँ। यसलाई फिक्स गर्नको लागि C3 मा गएर F4 हानिदिन्छौँ,
यो फिक्स्ड भयो। F3 लाई चाहिँ फ्री छोड्छौँ है, किनभने यो मन्थ चाहिँ तल तान्दाखेरि चाहिँ यो पहिलो मन्थ थियो भने दोस्रो मन्थ आउनु पऱ्यो, तेस्रो मन्थ आउनु पऱ्यो। तर अरू तपाईँको जुन छ नि यो इन्ट्रेस्ट रेट, टाइम पिरियड अनि प्रेजेन्ट भ्यालु सबै एउटै हो नि त, त्यही भएर यसलाई चाहिँ हामी के गर्छौँ त फिक्स्ड गर्छौँ है। यसलाई पनि फिक्स्ड गरेँ मैले, यसलाई इन्टर गरिदिउँ। अब बल्ल तान्यो भने तपाईँको तलपट्टिसम्म सबै एन्सर आउँछ। हेर्नुहोस् त टोटल उसले सामा मात्रै कति बुझायो हामीलाई 2 लाख रुपियाँ बुझायो है। यहाँ पनि फेरि त्यही समस्या आउँछ, त्यही भएर हामीले चाहिँ यसलाई के गर्छौँ फिक्स गर्छौँ है। फिक्स गर्नको लागि चाहिँ डलर साइन हान्दै नि हुन्छ बिचमा यसरी, नभए हामीले चाहिँ यसमा क्लिक गरेर F हान्छौँ है। फिक्स पनि कुन कुनलाई गर्ने अरे, परलाई चाहिँ नगर्ने, हामीले चाहिँ रेटलाई पनि गर्ने, हामीले चाहिँ एन परलाई पनि गर्ने, अनि हामीले चाहिँ प्रेजेन्ट भ्यालुलाई पनि गर्ने है। अब यसको पनि तपाईँ देख्न सक्नुहुन्छ, मुनिसम्म तान्दिनुहोस् त। प्रत्येक महिना उसले बुझाउने ब्याज के हुँदै गयो, कम हुँदै गयो। किन कम हुँदै गयो, हामीले प्रत्येक महिना सामा पनि भुक्तान गर्दै गइरहेछौँ नि त। सामा पनि भुक्तान गर्दै गइसकेपछि ब्याज त के हुने भयो, कम हुँदै जाने भयो। अनि यो उसले बुझाउने तपाईँको चाहिँ किस्ता चाहिँ प्रत्येक महिना बराबर हो है। किस्ता चाहिँ तपाईँको चेन्ज हुँदैन, उसले बुझाउने प्रत्येक महिना बुझाउने किस्ता चाहिँ के हो, बराबर हो। टोटल तपाईँले देख्न सक्नुहुन्छ, उसले चाहिँ 1 वर्षमा 2 लाख रुपियाँ सामा भुक्तान गर्यो। अनि उसले चाहिँ 9,853 रुपियाँ 54 पैसा चाहिँ ब्याज भुक्तान गर्यो। टोटल उसले कति भुक्तान गर्यो, 2,09,883 रुपियाँ 54 पैसा चाहिँ उसले टोटल हामीलाई चाहिँ पेमेन्ट गर्यो भनौँ न। उसले चाहिँ हामीलाई पेमेन्ट गर्ने भयो। ब्यालेन्स चाहिँ कति बाँकी छ भन्ने कुरा हो। फर्स्टकोमा चाहिँ इक्वल टु तपाईँले के गर्नुहोस् त, 2 लाख रुपियाँ जुन चाहिँ हाम्रो चाहिँ लोन अमाउन्ट थियो, लोन अमाउन्टमा माइनस उसले बुझाएको चाहिँ पुरै पेमेन्ट घट्ने होइन नि त, उसले सामा मात्रै घट्ने हो। 2 लाखमा उसले कति सामा बुझाएको हो, 15,990 रुपियाँ 30 पैसा बुझाएको हो नि त। यो चाहिँ कहाँ छ, जीको 3 मा छ, G3। यसलाई इन्टर गर्नुहोस्, तपाईँको चाहिँ उसको 1,84,009 रुपियाँ 70 पैसा बाँकी छ भने नेक्स्ट मन्थबाट चाहिँ इक्वल टु तपाईँले चाहिँ प्रिभियस ब्यालेन्स भनेको तपाईँको यो जुन छ नि जेको 3 मा छ, J3 माइनस अनि यो पालि उसले बुझाएको सामा कति 16,110 रुपियाँ 22 पैसा है। यसलाई घटाउनु होला अनि तल तान्दिनुहोस्। यति गरिसकेपछि टोटल सबै लास्ट मन्थमा गएर 0 आउनु पऱ्यो। किन 0 आउनु पऱ्यो भन्दाखेरि उसले लास्ट मन्थमा बुझाएको किस्तामा चाहिँ सबै हामीलाई बुझाइसकेको हुन्छ, तिर्नुपर्ने ब्याज, तिर्नुपर्ने सामा सब बुझाइसकेको हुन्छ। किनभने उसले चाहिँ 1 वर्षभित्र कम्प्लिट गर्छु भनेको छ नि त। यसरी हामीले प्रत्येकलाई हेर्नुहोस् त, प्रत्येक हामीले चाहिँ अमाउन्टको चाहिँ इन्ट्रेस्ट रेट सर्टेन राखेर अनि टाइम राखेर चाहिँ हामी यो तरिकाले किस्ताहरू क्यालकुलेट गर्न सक्छौँ। यो तपाईँलाई आज मैले सिकाएँ पिएमटी कसरी क्यालकुलेट गर्ने, पिपिएमटी कसरी क्यालकुलेट गर्ने, आइपिएमटी कसरी क्यालकुलेट गर्ने भनेर। अब तपाईँले पिपिएमटी भनेको चाहिँ बुझ्नु पऱ्यो। पिपिएमटी भनेको चाहिँ प्रिन्सिपल पोर्सन हो पेमेन्टको। आइपिएमटी भनेको चाहिँ के हो त, यो चाहिँ तपाईँको इन्ट्रेस्ट पोर्सन हो पेमेन्टको। अनि पिएमटी भनेको चाहिँ टोटल पेमेन्ट हो है। टोटल पेमेन्ट चाहिँ उसले हामीलाई कति गर्नुपर्छ भन्ने कुरा चाहिँ पिएमटी भयो है त। हस्, थ्याङ्क यू।